हेफुल्ला आज म हेबिचुअल एस्पेक्ट अर्थात् बानी बेहोराको बारेमा कसरी तामाङ भाषाले व्यक्त गर्दछ यस बारेमा म चर्चा गर्नेछु। अभ्यस्त बोधक या अभ्यास बोध गर्ने अर्थात् व्यक्तिले कुनै कामको बानी बेहोराको बारेमा बोध गराउँछ। यसले अभ्यस्त बोधक पछिले कुनै व्यक्ति वा वस्तुको काम गर्ने बानी वा गुणको बोध गराउँछ। जस्तै पेमसे आयरक थुङमुला, पेमले रक्सी खान्छ, उसको बानी हो, यो अभ्यस्त बानी हो। पेमसे चुडो थुङमुला, पासङ स्योरी रेसी याली खुमुला, निमा दिनौनु लोकखङ्ग्री निमुला, पेमा योनन अफिसरी निमुला, दिनी स्यारग्याम स्यारमुला, मेसे क्रोमुला, यी चाहिँ वस्तुको र मान्छेको बानी बेहोरा हो। पेमाले रक्सी खान्छ, पेमाले चुरोट खान्छ, पासङ बिहानै उठेर हातमुख धुन्छ, पढ्नु बस्छ पनि हुनसक्छ, निमा दिनहुँ स्कुल जान्छ, पेमा बेलैमा अफिस जान्छ, घाम पूर्वबाट उडाउँछ या आगोले पोल्छ। यो सामान्य वर्तमान युनिभर्सल ट्रुथहरूलाई यो एभेसियल एस्पेक्टले प्रष्ट पार्छ। यसको लागि तामाङ भाषाले के गर्छ त भने क्रियामूलमा पछाडि मुला जोड्छ। भूतकालको अभ्यस्त पक्ष वर्तमानको अभ्यस्त पक्ष देखाउनलाई धातु भनेको क्रियाको मूल रूप हो, धातुमा मुला, र भूतकालको अभ्यस्त पक्ष देखाउनलाई धातुमा मुबाको प्रयोग हुन्छ। अनि क्रियाको मूल अंशलाई धातु भनिन्छ। जस्तै यहाँ चाजी, चाला, चाबन, चाउ, चागे, चासम क्रियापदमा चाहिँ चा चाहिँ मूल अंश हो। यसरी जीको अगाडि चा छ, चालामा पनि चा छ, चाबन पनि चा छ, चाउमा पनि चा छ, चागे पनि चा छ, चाबन पनि चासम पनि चा भएको हुनाले चा चाहिँ धातु यसरी मानिन्छ। इङ्ग्लिसमा यसलाई रुट भन्छ, भर्ब रुट। भर्ब रुटमा मुला जोडेपछि यो काम सम्पन्न हुन्छ। अब यहाँ थोरै अभ्यास गरौँ। अभ्यस्त बोध गर्ने वाक्य बनाऊ। यो छ, तपाईँलाई यस बनाउनुहोस्। थेसे चामुला, तपाईँ यहाँ कान, खु यदि के रक्सी आदि राख्न सकिन्छ। थेसे चामुला, थेसे थुङमुला, थेसे ब्रिमुला, थेसे गोमुला, थेसे पिनमुला, थेसे आपिनमुला, थेसे च्यामुला, थेसे आच्यामुला, थेसे म्राङमुला, थे निमुला, थे खामुला, थे ब्रामुला, यसरी वाक्य बनाउन सकिन्छ। यसरी कैयौँ क्रिया तपाईँले थे, राङ, ह्याङ आदि थरै छ, सिकिसकेको छ, त्यसलाई ल्याएर अभ्यस्त बोध गर्ने वाक्य हो। अभ्यस्त बोधक मैले भनेछु मान्छेको बानी बेहोरा हो। कुनै पनि वस्तुको हुनुको बोध गराउने चिज त्यही हुन्छ। क्रिया मूलमा या धातुमा मुवा जोडेर अभ्यस्त वाक्य बनाऊ भन्यो। यहाँ यतापट्टि चाहिँ सूची दिएको छ, खानेकुराको सूची। पेमसे कान चामुला, पेमसे कान आचामुला, यसरी बनाउन सकिन्छ। पेमसे खु चामुला, पेमसे खु आचामुला, पेमसे डाब चामुला, पेमसे तेमे चामुला, पेमसे तेमे आचामुला। यसो भनेर तपाईँले यी शब्दबाट 50-60 वटा वाक्य बनाउन सक्नुहुन्छ। एउटा शब्दलाई चामुला भन्ने, एउटा आचामुला भन्ने। तपाईँ चाहिन्छ भनेदेखि अरू पनि शब्द प्रयोग गरेर क्रिया बनाउन सकिन्छ। यसरी क्रिया यी अभ्यस्त बोधक वाक्य बनाउन सकिन्छ। यो वास्तवमा बानी बेहोरा हो। कुनै व्यक्तिको या वस्तुको बानी बेहोरा व्यक्त गर्नुको लागि क्रियामूलमा मुला जोड्यो भनेदेखि वर्तमान काल हुन्छ। भूतमा त मुवा भइ नै भयो। यहाँ केही अभ्यासको पाठ पनि छ, म तपाईँलाई पढेर सुनाउँछु। पासङ स्योरिन रेमुला, यसको बानी बेहोरा हो। टोयलेट निमुला, पासङ भन्ने कुनै केटो हो, त्यो केटोले बारेमा कुरा गर्दछ यहाँ। पासङ स्योरिन रेमुला, टोयलेट निमुला, याली खुमुला, चिया थुङमुला, ख्यातप डोबा लामुला, किचन री आमादा रो लामुला, कान्चामुला, गोइलो कान्सी लोखङ्ग्री निमुला, ब्रिबा डोना जनाले लामुला, रो जुगोथेन दिक्सी क्लाङमुला,
खालाइथेन रोप्पा बङ्बा लामुला थे लोपखङ याम दिम्री दुखामुला गोइलो फेरमुला याकाङ फ्रुमुला दिगु चामुला होमक लाबरी चिमुला आले आङादा होमक लाबरी रो लामुला होजान्छे थे रोजुगुथेन क्लाङबरी निमुला न्यासे छिन्नङ टिबी च्यामुला कानखु दाइबारी आमादा रो लामुला कान चामुला आले आङादा राप्पाङमुला थे योनन हुबरी निमुला यो चाहिँ पासाङ भन्ने एउटा केटाको दैनिकी हो। दैनिकीलाई व्यक्त गर्नको लागि यो टेन्स यो रूप धेरै उपयोगी छ। क्रियाको मूलमा रुटमा मुला थपिदियो भने दैनिकी प्रष्ट हुन्छ। यसरी तपाईँ थुप्रै दैनिकी लेख्न सक्नुहुन्छ फरक क्रिया प्रयोग गरेर। यहाँ थुप्रै क्रियाहरू आएको छ त यो शब्दार्थमा दिएको छ। उता स्योरिन बिहानै हिन्दीमा आज नेपालीमा पनि सखारिक प्रयोग हुन्छ। हेमुला भने उठ्छ, निमुला भनेको जान्छ, खुरुमुला धुन्छ, थुङमुला पिउँछ, ख्यात्प डोबा भनेको लेखपट, लामुला भनेको गर्छ, आलामुला गर्दैन, रोलामुला भने सहयोग गर्छ, चामुला खान्छ, गोइलो पोसाक, क्वान्सी लगाएर, लोपखाङ स्कुल, रोजुगुथेन साथीहरूसँग, क्लाङमुला खेल्छ, रोप्पा बोङ्बा झै झगडा, आलामुला गर्दैन, दोखामुला आइपुग्छ, गोइलो फेरमुला लुगा फेर्छ, च्यामुला हेर्छ, पाङमुला भन्छ, खालाइथेन कसैसँग, राप भनेको कथा, मुबारी सुत्न। यी शब्दहरू ती माथिको दैनिकीमा प्रयोग भएका शब्द हुन्। यसरी तपाईँ पनि आफ्नो दैनिकी लेख्न सक्नुहुन्छ। अब दोस्रो अभ्यास पनि छ। यो चाहिँ भूतकालको अभ्यास हो। उसको बानी बेहोरा यहाँ देखाउँछ। यहाँ ङा भन्ने पात्र छ। ङा भन्ने पात्रले उसले के गर्छ यहाँ जाजरी ङा तिल्पुङ नामसरी मुबा दिनिरी ङानिगादे रामे छाबरी निमुबा तिल्पुङ सुङ्री के रामे बोरमुबा तिल्पुङ सुङ्री क्लाङमुबा तारङा सातमुबा काख्रे सातमुबा पेङ लानन याङमुबा ग्राङ तारङा याङमुबा ब्रुदुङ तारङा याङमुबा ngनिसे तारङा खाङसी चाङमुबा कडी क्लाङमुबा शेरखरी मराङरी गोठानमुबा ngनिगादे गोठेरी रुमुबा गोठेरी मे फुतमुबा नामसाला रोगादे गोठी गिक्री रुप्तामुबा नामसाला रोगादे गोठी गिक्री रुप्तामुबा केइतेमे खाङसी चामुबा ओम क्लाङमुबा राप पाङमुबा खाइम गोठे हेन्छन् मुनाला जात्रा च्याबरी नुन दोमुबा। यो ङा भन्ने पात्रको कथा हो। यो भूतकालको कथा हो। यहाँ पहिला शब्दार्थ पनि पढाइसकौँ। जाजारी सानो हुँदाको उमेरमा बाल्यकालमा सानो छँदा मुबा थियो दिनेरी दिउँसो रामे छाबरी वस्तु चराउन गाई वस्तुलाई नेपालीमा वस्तु र गाई वस्तु भन्छ। निमुबा जान्थ्यो बोरमुबा लैजान्थ्यो क्लाङमुबा खेल्थ्यो तारङ्गा सातमुबा माछा मार्थ्यो याङमुबा पाउँथ्यो चामुबा खान्थ्यो क्लाङमुबा खेल्थ्यो तामुबा हुन्थ्यो थानमुबा राख्दथ्यो हुमुबा सुत्थ्यो फुतमुबा फुक्थ्यो रुप्तामुबा भेला हुन्थ्यो क्लाङमुबा खेल्थ्यो पाङमुबा भन्थ्यो दोमुबा पुग्थ्यो स्योङ खोला तारङ्गा माछा गोठे गोठ केइतेमे सरखण्ड राप कथा। यसरी तपाईँ पनि आफ्नो बाल्यकालको संस्मरण गरेर यसरी संस्मरण लेख्न सक्नुहुन्छ। धन्यवाद। फ्याफुल्ला।